गुड मर्निङ। आजको मेरो फर्स्ट राइड जाँदैछु। तपाईँ नम्बर हेर्नु त हो नि, नम्बर हेर्नु त हो नि, बस्नु भएन। त्योबाट यता भक्तपुर आउने बाटो एकदम सर्टकट अनि राम्रो, पुरै पिच छ। बाटो पनि एकदम क्लियर छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। साँखुबाट भक्तपुर आउनलाई चाहिँ एकदम राम्रो बाटो यो, एकदम छोटो पनि राम्रो पनि छ। पहिला पहिला भए पुरा मुलपानी चौर हुँदै घुमेर आउनु पर्थ्यो अथवा तेलकोट डाँडा हुँदै फर्केर आउनु पर्थ्यो भक्तपुरको लागि। अहिले भने चाहिँ यो बाटोले गर्दा एकदमै सजिलो भएको छ, इजी भएको छ हिँड्नको लागि। साँखु आउनलाई जोस् भक्तपुरबाट एकदम सजिलो छिटो बाटो। साँखुबाट भक्तपुर जान र भक्तपुरबाट साँखु आउनको लागि एकदम राम्रो बाटो र क्लियर छिटो बाटो।